हामीलाई यो एकदम मुस्किल भयो। एउटा कुरा चाहिँ के दुःख लाग्यो भने त्यहाँ पैसा देखाउँछौँ। ओके हेलो गाइस। हामी चाहिँ आज वृन्दावनमा छौँ। अब यहाँबाट हामी प्रेम मन्दिर जाँदैछौँ। अलि हिजो राति हामी विदाउट वाइफाई बसेको गाइस। हामीलाई यो एकदम मुस्किल भयो। यहाँ त वाइफाई पनि नचल्दो रहेछ। विदाउट वाइफाई सोच त के भयो होला हाम्रो हालत। सुतेछौँ क्या कतिखेर निदाएछ। म चाहिँ किचनमा निदाएछ ऊ थाकेको रहेछ नि त त्यही भएर एकछिन बस तिम्रो गर्ने लाग्यो म हामी चाहिँ आज ताजमहल जाने। अरू कहाँ जाने? यति नै ताजमहल अनि त्यो प्रेम मन्दिर। अब त्यसपछि अर्को कुन गइन्छ थाहा छैन। अनि त्यसपछि भोलि हामी नेपाल। भोलि हाम्रो 11 बजेको फ्लाइट छ। हेर्दै गर्नु क्लास सबजनालाई। हामी चाहिँ अब एकछिन हामी मेकअप गर्ने। म चाहिँ रेडी भइसकेँ। अब लुगा लगाउने। गाइस वी आर रेडी। रेडी भएन कस्तो छ हाम्रो ड्रेस। हामीले सेम किनेको तर कलर चाहिँ फरक। सही गाइस अब हामी गएको ल हल देखाउने। हामीहरू त्यहाँ पुगेपछि म मन्दिर जान्छौँ अनि हामी त्यहाँ पुगेपछि देखाउँछौँ। ओके अब हामी निस्क्यौँ है त। अब हामी जानु लागेको। मन्दिर जाने भनेको प्रेम मन्दिर चाहिँ बन्द रहेछ। 8 बजी मात्र खुल्दो रहेछ। त्यही भएर हामीहरू त जानु लागेको। अब ताजमहल गाइजहरू ताजमहल जानु अर्कै ड्रेस आउनु पर्ने भयो नि त। हामी चाहिँ प्रेम मन्दिर जाने भनेको तर त्यहाँ बन्द रहेछ। अहिले 8 बजी मात्र खुल्दो रहेछ। त्यही भएर हामी जानु लागेको ताजमहल। त्यही भएर ड्रेस पनि चेन्ज। मेरो पुग्यो ताजमहल। यहाँ चाहिँ लाइन बस्नुपर्छ। अब यत्रो ठुलो लाइनमा इन्ट्री भयो होइन। तर मलाई एउटा कुरा चाहिँ के दुःख लाग्यो भने होइन, हामी नेपालीहरूलाई इन्ट्री फी 540 रे के। अनि विदेशीहरूलाई इन्डियाकोहरूलाई 50 रुपियाँ। अनि होइन हाम्रो नेपालमा चाहिँ अनि किन इन्डियनहरूलाई चाहिँ अलिक छुट छ क्या। किन यस्तो? अब हामी पनि बढाउनु पर्छ। अब हामी बढाएर हुन्छ। 540 इज नट अ जोक। नत्र नेपाली लगभग 850 860 870 हुन्छ। नट अ जोक इज एउटा ताजमहल छिर्नलाई पनि गाह्रो छ। ताजमहल चाहिँ कता छ हौ? ताजमहल चाहिँ उता छ है। र हामीहरू अब ताजमहल पुग्नु लागिसक्यौँ। कति धेरै हिँड्नु पर्ने पनि बाटो। यो चाहिँ ताजमहलको गेट। अब हामीहरू यहाँ गेटदेखि भित्र जाँदैछौँ। हिँड्दा पनि थाक्यो। ताजमहल त छ है। ताजमहल आउँदैछ है। ताजमहल हेलो है। ताजमहल पुग्यो हामीहरू। यो चाहिँ हो ताजमहल। फाइनली ताजमहलमा पुग्यो गाइस। कस्तो राम्रो है। हामीहरू पुग्यौँ ताजमहलमा। फाइनली ताजमहलमा पुग्यो। पारी छ ताजमहल। योहरू पनि गरायौँ फोटोहरू खिच्यौँ। अब हामीहरू जानु लाग्यो। फर्किनु लाग्यो यहाँदेखि। गर्मी यहाँ पस्न आएर।